बस्नेवाल म नागार्जुन माध्यमिक विद्यालयमा आज लेखापालको रूपमा कार्यरत छु। पढाउँछ 9-10 पढाइ नै रहेको छु। विगत 11 वर्षदेखि राज्यको एउटा करार सेवामा चाहिँ सञ्चालन भइरहेको छु, चलिरहेको छु। राज्यले देशले कति वर्ष यो देशलाई करारमा लाने हो थाहा छैन। यो त्यो हुनाले करार सदाको लागि अन्त्य गर्नुपर्छ। चाहे त्यो देशको लागि करार होस् अथवा कुनै व्यक्तिको विशेषको लागि करार होस्, करार सदाको लागि हट्नुपर्छ भन्ने कुरामा म एकदम विश्वास छु। यस विषयमा मैले माननीयज्यूसँग धेरै पटक शिक्षाका सुधारका विषयवस्तुमा विकासका पूर्वाधार अथवा पूर्वाधार केलाई भनिन्छ अथवा विकास केलाई भनिन्छ भन्ने विषयवस्तुमा धेरैचोटि लामो छलफलमा बसेको छु भन्ने मलाई लाग्छ र मलाई देख्ने बित्तिकै माननीयज्यूले ती कुराहरू पक्कै पनि ख्याल गर्नुभयो होला भन्ने लाग्छ र मलाई उहाँले 1 करोडको एउटा बजेटको शिक्षा मन्त्रालयबाट लिएर जानु भएको थियो। त्यो कार्य हुन सकेन जस्तो लाग्छ। भएको भए त बजेट आइहाल्थ्यो, तर उहाँले प्रयास गर्नुभएको हो, त्यो सफलता हुन सकेन। अब त्यसलाई चाहिँ निरन्तर रूपमा चाहिँ जानुपर्छ भन्ने कुराहरूमा म जोड दिन चाहन्छु। र सँगसँगै आज राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रूपमा जित्दै गर्दाखेरि आम नागरिकमा एक किसिमको आशा, विश्वास र भरोसा सिर्जना भएको छ र त्यस किसिमको आशा, भरोसा र विश्वासलाई नतोडिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। किनभने म एक शिक्षक भएको हैसियतले यो समाजलाई जागरण गर्नु अथवा समाजलाई सुसूचित गर्नु एक शिक्षकको कर्तव्य पनि हुन आउँछ। त्यो भएको कारणले गर्दाखेरि आज राष्ट्रिय स्वतन्त्र पार्टीले आज विदेशमा भएका नागरिकलाई यही देशमा अवस्था छ भनेर आउँदै गर्दाखेरि यही देशका नागरिक आज भोक र शोकले चाहिँ मर्नुपर्ने अवस्था छ। त्यो भएको कारणले पहिले यहाँका नागरिकलाई चाहिँ त्यो किसिमबाट विकासको प्रत्याभूति दिनुहोस्। त्यसपछि ती युवालाई बोलाउँ, ती युवालाई बोलाएर आफ्नै देशमा चाहिँ इच्छा साथ बाँच्न सक्ने किसिमले चाहिँ एउटा कार्य वातावरण बनाउन सकिन्छ भन्ने कुरा चाहिँ म एउटा अनुरोध गर्न चाहन्छु। त्यसै गरी तारकेश्वर नगरपालिका सम्भावित सम्भावनाको चाहिँ सहर हो। आज काठमाडौँ महानगरपालिकाका मेयर, निवर्तमान मेयर बालेन शाहले त्यहाँ गर्ने केही ठाउँ नपाउँदाखेरि को अवस्था चाहिँ छ भने यहाँ त हेर्नुहोस् गर्ने ठाउँ कसले गर्दैला भन्नुपर्ने अवस्था छ भने चाहिँ कि हामीले चाहिँ त्यही अनुसारका नीति तथा कार्यक्रमहरू बनाएर सोही अनुसारका चाहिँ बजेटहरू तर्जुमा गरेर यो तारकेश्वर यो काठ भेगको चाहिँ समृद्ध बनाउनको लागि हामीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौँ भन्ने मलाई लाग्छ। त्यसै गरेर आज यस काठ भेगमा रहेका हेर्दै गयौँ भनेदेखि प्रत्येक घरबाट एक घर एक वैदेशिक रोजगार छन्। यहाँ चाहे